हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। तपाईहरु सन्चै हुनुहुन्छ भन्ने आशाको साथ आज एउटा अर्को ब्लग बनाउन मन लाग्यो। तपाईहरुले भन्नुहुन्छ नि पढ्न कति गाह्रो छ भनेर, अनि कति अप्ठ्यारो हुन्छ, कति दुःख लाग्छ पढाइ भनेर। मोबाइल चलाउन, ल्यापटप चलाउन, कम्प्युटर चलाउन कति आनन्द मान्नुहुन्छ नि। हो, त्यो भनेको के हो भन्दाखेरि अहिले यो उमेरमा पढ्ने उमेरमा पढ्नु भएन भने भोलि पर्सि गएर जब तपाईको टाइममा नपढेर जब अलि ठुलो भइहाल्नुहुन्छ, 15-16 कटिसकेपछि पढाइ छोडिदिनुहुन्छ, त्यसपछि तपाईँ थाहा पाउनुहुन्छ कि मैले टाइममा किन पढेन। र टाइम उमेर जति बढ्दै गयो भने, जिम्मेवारी जति थप्दै गयो भने त्यसपछि झन् बुझ्नुहुन्छ लाइफ के हो, कस्तो हो, कति दुःख पाइन्छ, अनि टाइममा समयमा किन पढिन भन्दाखेरि अनि बल्ल तपाईहरुले महसुस हुन्छ। किनभने अहिले तपाईँ हेर्न सक्नुहुन्छ लगभग 40 डिग्रीको टेम्परेचर छ। त्यति घाममा पनि यहाँ मान्छेहरू काम गरिरहेको हुन्छन्। त्यहाँ हेर्न सक्नुहुन्छ त्यो हाम्रो रोडको कन्स्ट्रक्सनको काम भइरहेको छ। अब हेर्नुहुन्छ यो घाम कति पोलिरहेको छ। यहाँ हाम्रो बाटो बन्दैछ, बाटो यहाँ बन्दैछ, कन्स्ट्रक्सनको काम भइरहेको छ। त्यसमा बाटो लेन क्रसहरू सेतोको लाइटको लगाउँदैछ। कोही टोपी लगाएर, कोही त्यो हुडीहरू लगाएर हेर्न सकिन्छ, कोही टोपी लगाएर, कोही विन्चिटर लगाएर। त्यो भनेको के भन्दाखेरि समयमा टाइममा पढिएन भने भविष्यमा यस्तै काम गर्ने, रोडमा अथवा खाडी मुलुक गएर, विदेशहरूमा गएर पनि त्यस्तै कामहरू गर्नुपर्ने अवस्था हुन सक्छ। तपाईँ जरुरी छैन कि पढेर एउटा सरकारी नोकरी नै पाएको राम्रो भनेर। तपाईँ यदि पढे लेखेको शिक्षित हुनुहुन्छ, सिपार्जन गर्नुभएको छ भने तपाईँले त्यस्तो धेरै दुःख अनि यस्तो घाममा, यस्तो गर्मीको मौसममा पनि त्यत्रो घाममा काम गर्नुपर्ने अवस्था हुँदैन पक्कै पनि। किनभने पढे लेखेको मान्छेसँग विभिन्न ज्ञान हुन्छ, नलेजहरू हुन्छ, एक्स्ट्रा एक्टिभिटिजहरू गर्नतर्फ अलि एक्टिभ हुन्छ। अनि त्यो काम गर्न प्रेरित भएर आफ्नो पढेको त्यो सिपलाई लिएर उसले के गर्छ भन्दाखेरि आफ्नो जीवन यापन गर्न सक्छ, सजिलै जीवन बिताउन सक्छ। त्यही भएर उमेर छ पढ्नुहोस्, समयमा पढेर समयको सदुपयोग गरेर अगाडि बढियो भने जीवनमा पक्कै सफल हुन्छ। अनि अगाडि बढिन्छ, केही न केही पक्कै गरिन्छ। त्यही भएर पढाइलाई झन्झटिलो र बोझ नमान्नुहोस्, राम्रोसँग पढ्नुहोस्, जीवनलाई अगाडि बढाउनुहोस् र सधैँ स्वस्थ रहनुहोस् भन्ने कामनाको साथ आजको ब्लग यति नै। बाई बाई।